हाम्रो आइसक्यो होइन यही हो अब यसलाई कुरेको हामीले आइसक्यो अब हामी तपाईँ जान्छौँ अनि देखाउँदै सो हामी चाहिँ अब निस्क्यौँ होइन जाँदैछौँ यहाँबाट निस्किसक्यौँ अब हामी गाडी चढ्न जान्छौँ त्यसपछि गाडीको सिनहरू पनि देखाउँछौँ हामी सबै देखाउँछौँ अनि हजुरहरूले राम्ररी हेरिदिनु होला अनि सपोर्ट गरिदिनु होला सब्सक्राइबहरू बढाइदिनुहोस् होला त्यही हो भर्खर नयाँ छ नयाँ बनाइदिनु होला कसले मेरो दाइले 200 मात्र उ गर भन्दा म त 1000 दियो भनेर क्या खुसी भएर अब त धेरै भयो त्यो तिमी एक्स्ट्रा राखेको पैसा यो बस मार्नलाई मलाई दे यो एक्स्ट्रा इमर्जेन्सी पनि काम लाग्छ हामी चाहिँ बाटोमा आइसक्यौँ अब यहाँबाट सर जान्छौँ होइन केटाहरू यहाँ छन् सबैजना ए सोनु दोस हामी चाहिँ आज चिस्नेरी भन्ने ठाउँमा जाँदैछ ए भर्खर भन नि त चिस्नेरी ठाउँ चाहिँ बवाल छ नेचुरल ठाउँ एकदम हामीलाई हाइक गर्नुपर्छ 1 आवर चाहिँ हामीलाई हाइक गर्नुपर्छ त्यहाँबाट चाहिँ बवाल भ्यू आउँछ गाइज हामी चाहिँ ओर्ल्यौँ बुढानी कण्ठमा अब हामी चाहिँ त्यहाँ जाने हो गाइज हेर्नु सक्नुहुन्छ पुरै त्यहाँ जाने हो होइन अब टक्क हामी जाँदैछौँ के हो सन्तोष बोल्न यहाँ ठिकै छ त टक्क हामी आधी घन्टाको बसाइमा हामी टक्क आइसक्यौँ बसमा त बस्यो नि त अब टक्क लगाएर होइन जाँदैछौँ अब हामीलाई माथि उक्लिन कति बेला लाग्छ ल गाइस अब म माथि देखाउँछु है त हामी चाहिँ अब यहाँ खाजा हाल्दैछौँ ब्यागमा यहाँ हातमा लिएर नहिँड्ने भन्ने कुरो भयो त्यही भएर टक्क खाजा हाल्दैछौँ यसको हावा निकालिदिउँ न यसो पाल गरेर रमाइलो हुँदैछ रमाइलो हुँदैछ टक्क तपाईँहरूलाई देखाइरहन्छौँ सो गाइस हामी चाहिँ धेरै माथि आइसक्यौँ टक्क जाँदैछौँ केटाहरू यता छन् होइन गाउँले टाइपको बाटोहरू छ सो पहिला चाहिँ कृष्ण आउँदाखेरि यहाँ चप्पल झरेको थियो अरे होइन के हो कृष्ण ओ झर्ना ऊ कति सानो यार ए सो अब रमाइलो हुँदैछ पङ्कज साथीहरू आयो भने पनि मजा हुन्छ पङ्कज अनि आशुष हाम्रो आज मिस भएको साथीहरू चाहिँ पङ्कज अनि आशुष शेखर बमे सौगात सबै प्रायः हाम्रो साथीहरू चाहिँ एकदम मिस पानीको आवाज सुन्न सक्नुहुन्छ यहाँबाट आइरहेको छ अब उक्लिँदैछौँ हामी माथि उक्लिँदैछौँ बाटोमा बिस्तारै हेर्न सक्नुहुन्छ हजुरहरूले राम्ररी भिडियो मन पऱ्यो अनि लाइक कमेन्ट्स अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन हामी चाहिँ एकदम द्रुत गतिमा चाहिँ हामी हिँड्छौँ
कुकुर दाइ गराउनु भयो के भने भाग्नु नि साँच्ची हो कुकुरलाई देखेर भाग्नु हुन्न नि यस्तो यो बाटो चाहिँ यस्तो छ एकदम सानो छ बाटो हाम्रो औराको साबुन लिएका छौँ सनसिल्कको स्याम्पू अनि कोको कोला झन्डै लडेको हाम्रो अरविन्द दोस्त सो अब चाहिँ होइन सो भ्यू हेर्न सक्नुहुन्छ माथि गएर देखाउने छ हजुरलाई माथि आइसक्यौँ धेरै होइन यतिको भ्यू चाहिँ देखिसकेको छ रमाइलो छ छिरो छिरो ल स्विमिङ पुल ल झन्डै छिरेको किने अर्को नि छ ल माकुराले जालो बनाएछ खसी तेरो कान माग्ने बुढाले खान्छ दे त्यसको कान माग्ने बुढाले खान्छ त्यसका बाजे भन्दै खान्छ माग्ने बुढाले ल हेर बोलेको नेपाली नेपाली भएर नेपाली कलाकारलाई चिनेको ए अस्ट्रेलिया छ अस्ट्रेलिया सो यहाँ चाहिँ झन् एकदम गाउँले भाइब्स दिइरहेको छ यहाँ चाहिँ होइन यो चाहिँ टक्क यही बाटो हेर्न सक्नुहुन्छ सानो छ बाटो चाहिँ जुगा लाग्यो भने ओ सर्प आयो भने के हुन्छ यहाँ खाली बोतलहरू सब थाप्छ खाली भएको भने क्या खाली भएको सो यहाँ चाहिँ पानी थाप्दैछन् केटाहरू मेरो फोटो हाल्नु नि त्यहाँबाट फोटो के फोटो भइसक्यो सो मेरो पसिना हाल्न सक्नुहुन्छ एकदम आइसक्यो मुख धुनु पऱ्यो यार है सो यो भ्यू चाहिँ भ्यू यस्तो छ होइन ओ त्यो प्लेनको रनवे हो के हो पुरै सिधा हात हेर्न आऊ त आऊ ओ फोटो हान्दै फोटो योबाट मिल्दैन चस्मा लियो यो पनि लियो है आकाश लाग्दैन सो अब म चाहिँ सो हेर्न सक्नुहुन्छ भ्यू है एकदम दामी मजा आइरहेछ क्या गाइज फोटोसुट हुँदैछ कृष्णीको यहाँबाट हाम फाल्ने हो के हो एउटा अब दुईटा हल्ला नगरे फेरि गाउँलेको होला आउला हल्ला गरे सो हेर्न सक्नुहुन्छ यस्तो रमाइलो छ होइन क्या मजा आइरहेको छ गाई चाहिँ अझै हामी यहाँबाट नै एकदम माथि जानु छ नयाँ भोग लाग्छ क्या एउटा नो अनि टक्क सो अब रिप्लाई दे
सो गाइस हाम्रो सानो झरना चाहिँ हेर्न सक्नुहुन्छ झरना भन्नु न के छ र विदेशीले पत्ता हाल्छ नि कुहिरे हेरेर चाहिँ पत्ता हुन्छ ओ माई गड भेरी स्मल वाटरफल भन्यो नि जानेछौँ हामी आहा यो हो नि त महाकुरी जङ्गल पार गर्ने किन त फोटोसुट होइन अब त आउनु त बुढै मुला मुन्डा हो फाटिसक्यो यता जसलाई यता देखाउनु पर्यो यार ल देखाइरहेको छु यार चिसेनी सामुदायिक भवन आइसक्यौँ चिसनेरी भनेर है चिसेनी रहेछ नि त नि मेरो बाउ लाग्यो त्यो यार ल अब चाहिँ यहाँ त त्यो अस्ति पाँच जस्तो हाल्छ है के आएको अरे ए होइन चिसोनी नेचुरल भ्यालु ए भिलेज भिलेज मेरो मिस्टेक भए गल्ती भयो अब हुँदैन सो अब हामी चाहिँ एकदम मासु ल्यायो भए प्रोटिन हुन्थ्यो अलिक पछाडि तिमीले म एक प्लेट गुटे हाल्दैछ तो गाइस हामी एकदम धेरै नै माथि आइसक्यो यार है ए त्यही भने के भयो ए लास्टको केटाहरू ढिला आएको कि फेरि लास्ट चाहिँ हामी नै हो है गाइस माथिसम्म जान त मलाई त पौडी खेल्न दामी मन लाग्छ होला यार गर्मी हुन्छ यार जाने थियो म त टी सर्ट बोला हान्दिहाल्ने झ्याप्पै ए त्यस्तो कुरो मलाई नभन्न अरविन्दलाई भन्नु अर्जुनको मोबाइल हो सो गाइस धेरै माथि आयो क्या हामी यस्तो भएन यस्तो उकालो छ होइन हजुरहरूलाई के गरेँ यहाँ आएर भोग लगाइहाल्यो भने हजुरहरूले खाजा ल्याउनु भएको छैन भने होइन यस्तो भ्यू देख्छ होइन खाजा ल्याउनु भएको छैन भने यहाँनिर आमाहरूको पनि पसलहरू रहेछ चटपटेहरू बेच्ने सो गाइस अब चाहिँ हामी यो बाटो आयौँ त्यति उकालो उक्लेसी चाहिँ यो यस्तो रहेछ सिधा अनि यहाँबाट चाहिँ यस्तो फेरि थोरै उक्लिन पनि रहेछ गाइस यो पुरै गाउँकै भाइ बाहिर आयो है गाउँकै भाइ भाइ है त्यही हो नि वाउ गाइस दामी आइरहेको छ होइन माथि आइसक्यो एकदम रमाइलो भयो है यस्तो हेर्न सक्नुहुन्छ यति माथि आइसक्यौँ हामी है दामी भिडियो आहा मेरो लागि त दामी हो यार यो साँच्ची भने बाटो चाहिँ खतरा के गाइस यहाँबाट एकचोटि सर्प निस्क्यो नि त मेरो त ओ झर्नाको आवाज आयो रमाइलो भइरहेछ हामीलाई खाना आएको बाघ पनि फर्केर जाँदा फेरि टराउँदा
केटी हो यता यता सो कस्तो लाग्छ मजा सो गाइस मैले त्यहाँ कपाल भिजाएँ होइन अनि हेर्नु त यस्तो माथि जानु छ अझै अब बिस्तारै जाने हो धेरै माथि आयो गाइस अब हेर्न सक्नुहुन्छ यस्तो छ गाइस त्यहाँ चाहिँ लड्यो है एकजना लडिदिरहेको थिएँ लडिरहेको यस्तो बाटो छ है यहाँ टेकेर फेरि यस्तो गरेर यस्तो टेकेर यस्तो हिँड्नुपर्छ यस्तो गुफा छ है सो गाइस मजा आइरहेछ त्यो कस्तो अन्दाज सो गाइस यत्रो उकालो छ है त्यही भएर मैले यहाँको चाहिँ नखिचाइ त्यही भएर झर्ना चाहिँ आयो जस्तो लाग्छ मलाई के को धुवा हो गाइस कसको जुत्ता हो गाइस लिन चाहिँ आउनु होला छोडेर नहिँड्नु होला त्यही सो गाइस झर्ना आयो हामी फाइनली 2 घन्टा हिँड्यो नि त हो यार नन स्टप 2 घन्टा हिँडेपछि झर्ना आइसक्यो स्टप ब्रेक हान्नु न सो हेर्न सक्नुहुन्छ यस्तो छ तल